सो हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल। सो आई होप सबैजना सन्चै हुनुहुन्छ। आजको न्यू डे न्यू भ्लगमा चाहिँ तपाईँहरूलाई ललितपुर पाटन दरबार जाँदैछु। सो के देखिन्छ हेरेर साथ दिनु होला है त। हिँड्दै गर्मी भएर म चाहिँ यहाँनिर नजिकै रहेको मन्दिर यहाँनिर धारामा चाहिँ हात खुट्टा धुँदैछु होइन। एकदम गर्मी छ नि त काठमाडौँमा साथीहरू। सो आजको यो भ्लग गर्ने टाइममा चाहिँ गर्मी भएर म यहाँ धारा छिरेर चाहिँ धारामा हात खुट्टा धुएर म अब यहाँदेखि जानेछु। सो अहिले चाहिँ म यहाँ बङ्गलामुखी मन्दिर ललितपुरमा चाहिँ म यहाँनिर पुगिसकेको छु। सो बङ्गलामुखी मन्दिरको चाहिँ मैले छोटो मिठो सर्ट भिडियो लिएँ साथीहरू। सो म यहाँदेखि पनि अब कन्टिन्यू ब्लगलाई दिएर चाहिँ म अघि बढिसकेँ। सो अब आजको यो पाटन दरबार जाने क्रममा चाहिँ मैले के देख्छु होइन सब देखाउनेछु है त साथी। यस्तो दामी दामी होइन, यो मलाई हातले खोपेर बनाएको चाहिँ यो के हो मलाई अब वास्तविक रूपमा चाहिँ थाहा पनि छैन। सो मलाई चाहिँ एकदम मनपर्छ होइन। अनि यहाँ अङ्कलले बनाउँदै रहेछ। अङ्कल मैले भिडियो बनाउन मिल्छ भनेर मैले सोधेँ होइन, अप्ठ्यारो लाग्यो मलाई साथीहरू। सो हुन्छ भनेपछि चाहिँ मैले उहाँको अब उहाँले बनाउनु भएको कलाहरू चाहिँ मैले देखाएँ होइन साथीहरू। मन पऱ्यो भने लाइक कमेन्ट र सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है त साथीहरू। यो चाहिँ मलाई एकदम दामी लाग्यो क्या साथीहरू है, टक्क क्या दामी क्या अब। अनि म चाहिँ यसको भिडियो बनाउँदैछु। सो म चाहिँ आज पाटन दरबार चाहिँ फर्स्ट टाइम हो नि त मेरो साथीहरू। सो के देखिन्छ म सब देखाइरहेको छु। सो फाइनली म पाटन दरबार पनि पुगिसकेँ है साथीहरू। यस्तो दामी है साथीहरू है यहाँ दरबार स्क्वायर चाहिँ। सो यहाँनिर चाहिँ जस पहिलेदेखिको होइन, अब हुन त मैले अब रियलीमा देखेको पनि थिइनँ। सो फर्स्ट टाइम मेरो यो पहिलो अनुभव चाहिँ यहाँको चाहिँ एकदम दामी के। अनि म चाहिँ यहाँ बसेर अब यसो निस्केर हेरेँ। अनि अब एकदम मलाई पनि आउन चाहिँ पहिल्यैदेखि रहर थियो, तर आउन टाइम मिलाएको थिएन। सो आजको दिन चाहिँ मैले यसो टाइम मिलाएर आएँ होइन। यहाँनिर जे देखेँ मैले एकदम सही क्या, मलाई एकदम सही लाग्यो। अनि हेर्दैछु अब टक्क सबैजना अब केही मान्छेहरू पनि घुम्न आएको थियो। घाम चाहिँ यस्तो टन्टला लागेको थियो। सो पनि एकदम दामी यस्तो भ्यू होइन यहाँनिर चाहिँ आउन र घुम्नलाई चाहिँ एकदम दामी थियो है साथीहरू। चाहिँ आज एकदम भिड पनि थियो होइन। मान्छेलाई घुम्न भनेपछि न घाम न पानी है त साथीहरू होइन। अनि यसो अलिअलि भिडियो बनाएँ होइन, यस्तो दामी आइरहेछ भिडियोमा साथीहरू। तपाईँहरू पनि आउनु होला है अवश्य। कति वर्षदेखि पुरानो मन्दिरहरू होला क्या साथीहरू। सो यहाँ चाहिँ अब नेपाली मात्रै नभएर पनि बाहिर देशबाट विभिन्न देशबाट चाहिँ टुरिस्टहरू घुम्न आउने हेर्न आउने होइन, एकदम रमाइलो पनि। अनि म चाहिँ पुरा यो पाटन दरबार पहिलोचोटि आएर पनि होला, एकदम रमाइलो लाग्यो है। अनि यहाँनिर चाहिँ जो जतिजना आउनु भएको छैन कमेन्ट पनि गरिदिनु होला है साथीहरू। सो यो भिडियोलाई लाइक पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। सधैँभरि यो युट्युब च्यानल यो मेरो भ्लगलाई सधैँ सपोर्ट गरिदिनु होला है त साथीहरू। मन्दिर वरिपरि घुमियो होइन साथीहरू। सो यहाँ नजिकै मन्दिरमा प्रवेश गर्नुभन्दा अगाडि चाहिँ यहाँनिर वरिपरि यस्तो गमलामा फुलसुल रोपेर है। अब यो यहाँनिर एउटा मूर्ति चाहिँ छ, यो चाहिँ मैले खासै थाहा पाइनँ यसको बारेमा चाहिँ। अब यो के होला तपाईँहरूलाई थाहा छ भने चाहिँ मेरो यो ब्लगमा कमेन्ट गरिदिनु होला है त साथीहरू। सो म चाहिँ यहाँनिर भिडियो पुरा बनाइरहेको छु होइन, एकदम रमाइलो पनि भइरहेछ। अनि हुन त अब गर्मी पनि त्यस्तै हो काठमाडौँमा। अब तपाईँहरूकोतिर कति गर्मी छ होइन। सो त्यसमा पनि मलाई कमेन्ट गरेर साथ दिनु होला। सो आज गर्मी नै भए पनि यो मेरो भ्लगमा यो मेरो युट्युब च्यानलमा जतिजना सब्सक्राइबर हुनुहुन्छ जतिजना अनसब्सक्राइबर हुनुहुन्छ सो उहाँहरूको लागि मैले स्ट्रगल गरिरहेको छु है त साथीहरू। तपाईँहरूलाई देखाउनलाई मनोरञ्जन दिनलाई मैले पाटन दरबार स्क्वायरको चाहिँ भिडियो सो तपाईँहरूलाई देखाइरहेको छु है साथीहरू।
सो हेरेर साथ दिनु होला। अझै के देखाउँदै जानेछु, सो अझै पनि हेरेर साथ दिनु होला है त साथीहरू। बजार चाहिँ यस्तो भिड थियो साथीहरू आज चाहिँ है। सो म चाहिँ आज केही दिन भ्लग बनाउन चाहिँ पाटन दरबार पनि गएको थिएँ घुम्नलाई होइन। यसै क्रममा चाहिँ यो बजारमा एकदम भिड। यहाँ चाहिँ अब सामान किन्न होइन, यहाँदेखि किनेर अब चिनोको रूपमा लैजानलाई चाहिँ मान्छेहरूको चाहिँ एकदम भिड थियो क्या आज। अनि सपिङ गर्न पनि छिराएला, कति चाहिँ पाटन दरबार घुम्न पनि आउनु भएको थियो होला होइन। सो एकदम भिड थियो बजार चाहिँ आजलाई। अनि म चाहिँ बजारको भिडियो पनि बनाइरहेको छु होइन साथीहरू। सो हेरेर साथ दिनु होला है त। पेन्टिङहरू त अब कुरै नगरौँ, यहाँको चाहिँ एकदम दामी क्या। अब यो यहाँको चलन मौलिक भएर पनि होला सो होइन। यहाँको चाहिँ पेन्टिङ गर्नदेखि लिएर बुट्टा खोप्नदेखि लिएर चाहिँ एकदम दामी क्या। म चाहिँ हेरेकै भयो त साथीहरू। सो केही भिडियो बनाउँदै जाने क्रममा चाहिँ यहाँनिर चाहिँ मलाई दामी लाग्यो। यहाँनिर चाहिँ क्याफेहरू दामी खोलेर बस्नु भएको रहेछ। सो यहाँनिर चाहिँ छोटो मिठो भिडियो बनाएँ होइन। अनि अब यत्तिकै अब म फर्किन पनि अब टाइम भइसकेको थियो। सो यहाँनिर फर्किने बेलामा चाहिँ छोटो भिडियो बनाउन भनेर छिरेको थिएँ। सो यहाँनिर चाहिँ परेवा पनि एकदम भेला भएर एकदम मलाई चाहिँ अब दामी लाग्छ क्या परेवा। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ होइन साथीहरू। मलाई चाहिँ परेवा चरा चुरुङ्गी चाहिँ एकदम मनपर्ने है। अनि यहाँ चाहिँ अब परेवा निकै भेला भएर बसिया रहेछ। अनि त्यसको नि मैले भिडियो बनाएँ है। जतिजनाले यो भिडियो हेरेर अहिलेसम्म साथ दिनुभयो सो सबैजनालाई धेरै धन्यवाद। सो अब अर्को भिडियोमा पनि फेरि भेट्ने छु। सो अब मेरो च्यानललाई चाहिँ सब्सक्राइब, लाइक, सेयर, कमेन्ट गर्न चाहिँ नभुल्नु होला है त।